अब गाना रियाक्ट गर्दाखेरि अब कसलाई के चित्त दुःख मलाई थाहा छैन हो। अब तिमीहरू यहाँ अडियन्स के अरे च्याटमा मान्छेहरूले पनि धेरै त्यो भन्यो दाइ के हो हामी तपाईँको यस्तो तपाईँलाई के अरे तपाईँको भिडियोहरू हेर्छ हामी तपाईँलाई फलो गर्छौँ हामी टुकी दाइलाई पनि फलो गर्छौँ तपाईँले नराम्रो भन्दै मैले टुकीलाई कहिले नराम्रो भने तँमा चिक्ने हलिस भने तँलाई मारिदिन्छु है भाइ तँलाई एकैचोटि मारिदिन्छु नि अड्की ऊ के अरे मैले कहिले नराम्रो भने मैले आएर भन्दैछु मलाई कोहीमा एउटा कुरा म तिमीहरू सबैलाई क्लियर गर्न चाहन्छु एउटा कुरा सबैलाई क्लियर गर्न चाहन्छु है मेरो भिडियो जसले हेर्छ जतिले देख्छ म सबैलाई एउटा कुरा चाहिँ के क्लियर गरिदिन्छु भने मलाई कोही प्रति केही छैन मलाई कोही कसैप्रति केही छैन कसलाई त चिन्दिनँ म कसलाई चिन्दिनँ म हात पनि मिलाएको छैन एकचोटि कसलाई तिमीहरू एउटा नाम भन त एउटा मान्छेको नाम भन त हातै मिलाएको छैन मैले चिनेकै छुइनँ मैले बोलेकै छुइनँ मैले झुक्केर एक दुईजनासँग मैले एक दुई झुक्केर बोलेको कसलाई चिन्दिनँ नै म तर मैले कुनै गाना रियाक्ट गर्दा हुन त म गाना सायद रियाक्ट गर्दिनँ पनि होला होइन ध्यान त्यान त्यो कपिराइटहरू के आउँदो रहेछ त्यो ह्याउ मलाई त्यो डिल गर्ने त्यो ह्याङ लाग्यो होइन रियाक्ट गर्नु पनि सक्छु मलाई थाहा छैन तर मैले गाना रियाक्ट गर्दाखेरि यस्तो मैले कसलाई नराम्रो भनेको छैन मेरो मैले कोही प्रति केही नराम्रो सोचेको छैन हो तर त्यो भन्दैमा ड्रेकले हगो भने म ओहो कस्तो दामी खाना भनेर खाने मान्छे चाहिँ पर्दिनँ बुझिनुहोस् भाइ म त्यो पर्दिनँ ड्रेकले केही गाना झार्यो मलाई बोर लाग्यो मलाई फेरि ड्रेक मन यो हल्लियो फेरि हल्लियो मलाई ड्रेकले केही हो त्यो हग्यो भने म राम्रो खाना भनेर खाँदिनँ भाइ मलाई ड्रेकको गाना सुन्नु पर्यो नयाँ गाना रिलिज गरेर सुन्दाखेरि बोर लाग्यो भने बोर लाग्यो हो भाइ तर त्यो भन्दैमा मेरो ड्रेक फेभरेट आर्टिस्टमा पर्दैन भन्ने हुँदैन बुझिनुहोस् मेरो ड्रेक एकदम फेभरेट आर्टिस्टमा पर्छ वान अफ द फेभरेट आर्टिस्टमा पर्छ अरू पनि छ एक दुईजना होइन ड्रेक एकदम पर्छ मेरो फ्युचर पनि पर्छ हो तिमीहरूले हरेक गाना जानु म त्यो गाना हरेकचोटि हरेक त्यो 100वटा गाना जाने 101वटै गाना सुनेर ओ खतरा ओ यो हो नि त गाना ओ लिरिक्स यो हो नि त यस्तो गर्नुपर्ने मैले पागल चिक्नेहरू केही थाहा छैन मासाले म के अरे पुरा डिप लिरिक्स लेख्दियो अरे तेरो आर्टिस्टले खतरा डिप लिरिक्स लेख्दियो अरे पुरै लक्ष्मी प्रसाद देवकोटा पुरै भन्दा खतरा लिरिक्स लेख्दियो अरे के भयो त के भयो के भयो डिप लिरिक्स लेखेर के भयो मासाले झोलेहरू काम छैन मोजी तिमीहरू यस्तो खालको झोले हो नि यो कतिजना होइन कसम होला क्या अनि के अरे म कवि हो भनेर लेख्ने बित्तिकै म अब लक्ष्मी प्रसाद देवकोटाको पुरा पढ त लक्ष्मी प्रसाद देवकोटाको कविता भन् त पाँचवटा कविता भन् लक्ष्मी प्रसाद देवकोटाको पाँचवटा कविता भन् अहिले लु टाउकोमा गन राखेर लु भन् पाँचवटा भन् मासाले अर्को डायमिटर भन् त मलाई ब्ल्याकटा भन् त मलाई अहिले कसैलाई थाहा होला त भन् त ब्ल्याकटा भन् त थाहा पाइसकेर अर्को डायमिटर के हो डिप लिरिक्सले गरे ओ समुद्रमा गयो यो आकाशमा भगवानलाई के गरे यहाँबाट काट्दै रावणको टाउको के भयो लिरिक्स लेखेर यस्तो झोलेहरू होइन कसम होला क्या पुरा हेर यार यहाँ कस्तो खतरा लेखिदिएको छ यार भाइ बुझ्नु के भयो हावा चिक्नेहरू यार काम छैन मोजी मैले आर्टिस्टलाई कोही आर्टिस्टलाई मैले यहाँ अस्तिसम्म मैले रियाक्ट गर्दा कोही आर्टिस्टलाई अगर सायद झुकेर ल चित्त नै दुख गरेर कसले मार्नु लाग्यो भने त पनि रन्डी पागल होस् भाइ जोसुकै होस् भाइ मतलब भएन बोर लागेको गाना बोर लाग्यो भाइ मलाई गाना सुन्दा बोर लाग्यो भने बोर लाग्यो भाइ राम्रो लाग्यो भने राम्रो लाग्यो भाइ इन्टरटेनिङ लाग्यो भने इन्टरटेनिङ भयो नाच्न मन लाग्यो नाच्न मन लाग्यो भाइ जुनै गाना झारो म चाहिँ खतरा भनिदिनु पर्ने यहाँबाट यो फेकहरू केही आउँदैन भाइ मलाई बोर लाग्यो तँलाई खतरा लाग्यो होला त्यसमा मैले केही कम्प्लेन गरेको छैन मलाई खतरा लागेको गाना तँलाई पनि खतरा लाग्नु पर्ने हो त तँलाई खतरा लागेको गाना मलाई पनि खतरा लागिहाल्नु पर्ने तँलाई खतरा लागेको गाना मलाई बोर लाग्दा नहुने हो यहाँ मलाई पनि त बोर लाग्छ नि त
मलाई सुन्दा बोर लाग्यो भन्दै त्यो आर्टिस्टलाई नराम्रो भनेको हो त? त्यो गाना बोर लाग्यो भनेको? मेरो गाना पनि अब त्यहाँ हजारौँ नेपाली जनताले सबैले त्यहाँ पुरै लाखौँ त्यहाँ मिलियन्समा सबैले सुनिदिनु पर्ने मेरो गाना? मन पर्दैन कतिलाई, सुन्दाखेरि छिची थुथु हुन्छ कतिलाई। त्यो त्यसलाई भएको कुरा हो, बुझिनुहोस् भाइ, त्यो त्यसलाई भएको हो। मलाई नराम्रो लाग्यो, मैले आर्टिस्टलाई ठुक्क यसलाई त ऱ्याप हान्न आउँदैन रहेछ, ठुक्क छि कस्तो खालको यस्तो गधा ऱ्यापर यो मुजी चुतिया, मैले त्यस्तो केही भनेको छ? त्यस्तो केही कसलाई भनेको छ? कसलाई भाइ? भाइ तँभन्दा अगाडि 555 को फ्यान म थिएँ, बुझिनुहोस्। तँभन्दा अगाडि म थिएँ, तँभन्दा अगाडि भिटनको गाना मैले सुनेको भाइ। आजको आजै भाइ, आज 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 ब्लग हालो 1 घन्टामा गिरिसले, 1 घन्टा पछाडि भाइ, बुझिनुहोस्। चुरोट यस्तो कुरा नगर भाइ, नवाज भाइ। 2012बाट 11बाट चिनेको युनिक पोइन्ट 2011मा त्यो फेसबुक ग्रुपमा हामीले पेज बनाएको थियो भाइ। त्यो पेजमा त्यो हामीसँग हाम्रो ग्रुपमा थियो भाइ। युनिक पोइन्टलाई गएर सोध भाइ, फक्स स्कुल भन्ने गानाहरू तैँले कहिले सुनेको छैनस्? त्यो युनिक पोइन्टले लेखेर हालेको गाना हो। त क्यामेरा फेरि यता खोइ हल्लियो हल्लियो, यस्तो इन्ट्रेस्टिङ कुरा होइन रहेछ, म मात्रै हल्लिएको रहेछु। के अरे युनिक पोइन्ट भाइ, बुझिनुहोस्। तँभन्दा अगाडि यामा बुद्ध जब फेमस भयो नि साथी लेखेर हो, त्यति बेला यामा बुद्ध फर्स्ट भेट्न जाने, यामा बुद्धको कन्सर्ट हेर्न जाने, ऱ्याप ब्याटल नो नेम केफे पुतली सडकमा हेर्न जाने हामी हो भाइ, हामी हो। चिन्भाइ मान्छे यतिकै आएको होइन भाइ। झ्याक्नेहरू साला यस्तो रिस उठाएर आउँछ यार, यस्तो रिस उठाएर आउँछ यार। कसैप्रति केही छैन भाइ, तर गाना सुन्दा मलाई कुनै गाना होइन यो कस्तो बोर लाग्यो, बोर लाग्यो भाइ, बोर लाग्यो। मैले त्यो भन्दाखेरि तेरो कण्ठमा चस्स घोपे जस्तो हुन्छ भने घोप्यो भाइ, घोप्यो। त्यो घोपेको आनन्द लिन सिक भाइ, अनि मजा आउँछ बरु, चित्त नदुखा। मैले भनिन यस्तो पाखेहरूसँग मलाई त्यो अस्ति मैले भिटनको गाना सुने, भिटनको मैले कति गाना सुनेको छु त, मजा आएर आएको छ त गाना। मलाई त्यो अस्तिको गाना सुने मलाई सुन्दा बोर लाग्यो, मलाई बोर लाग्यो के गर्नु त? मलाई बोर नै नलाग्नु, मैले बोर लाग्यो भने पनि मैले कस्तो दामी गाना नि यो हो नि त भनेर भन्नु पर्ने। बोर लाग्यो त म के गर्नु? नराम्रो भनेको त्यो टुकी भाइलाई मैले अहिलेबाट फलो, त्यो टुकी भाइलाई मैले त्यो फर्स्ट ब्रेक स्टेसनमा आउनुभन्दा हाम्रो संसारको हामी नै राजा रानी खोइ के बाइकको सिटको पछाडि बसेर गाना गाउँदै हिँडेको थियो। मैले त्यहाँदेखि चिनेको त्यो टुकी भाइलाई। त्यहाँदेखि त्यो ब्रेक बासमा आयो, ब्रेक बासबाट उसले अलिकति यसो लाइट पायो अलिकति, त चाहिँ त्यो गाउँको लुटेर खाने काजी भनेर के भन्थ्यो हो, मैले त्यहाँदेखि फलो गरेको। उसको गानाहरू एकतिर मैले सुनेको छु, मलाई राम्रो पनि लागेको छ। कुन गानाहरू मलाई बोर लागेको छ, म के गर्नु त बोर लाग्यो भने? साले हावा कुराहरू यस्तो रिस्टार आउँछ यार, मलाई कसम होला यार। मलाई यस्तो खालको यो नचाहिँदो यो चिक्ने यो मुजी भाइमा बस्नु नसक्नेहरू मलाई त्यो सिधै कुरो भाइ। तँलाई कोही त्यो डिप त्यो लिरिक्स लेख्ने मान्छेले होइन, डिप लिरिक्स यो दिएर पुरा ह्यान त्यान पुरै त्यो लेखेर त्यो लेखेको तँलाई रुच्छ होला, तँलाई मनपर्छ होला। मेरो दिमागले भ्याउँदैन भाइ, मलाई भ्याउनु पनि छैन भाइ। जानेर के गर्नु, म के गर्नु? त्योभन्दा अगाडि त त्यो त्यस्तो लिरिक्समा म पुरा इन्ट्रेस्टेड, म ओहो यो हो नि त भनेर लिरिक्समा त्यस्तो खतरा सोच्ने खालको मान्छे केही हुन्थ्यो भने त म त्यो गाना सुन्नुभन्दा अगाडि म लक्ष्मी प्रसाद देवकोटाहरू भानुभक्तहरूको म कविता पढ्दै बस्थेँ, बुझिनुहोस् भाइ। पढ्छेस् त अहिले भानुभक्तको यहाँ कविता म तँलाई भनिदिउँ, यहाँ लेखेर म यहाँ पढेर तँलाई भनिदिउँ, अनि रेकर्ड गरेर प्लेलिस्टमा राखेर सुन्दै हिँड्छेस्, कस्तो खतरा यार यहाँ भन्दै। पागलहरू साला। आज यहाँ हल्का रिसमा छ दाइ, आज दाइलाई ओभर रिस उठेको छ आज दाइलाई। यो क्यामेरा हल्लियो भने भाइ तँ त साध्य यार, तँ त एउटा यार यत्रो यस्तो चिक्ने यस्तो गफहरू नगर्नु गाइस, यस्तो गफहरू नगर्नु। त्यो सबै बाहिरको मान्छेहरू तिमीहरूको मेरो गाना तिमीहरूको प्लेलिस्टमा किन छैन त्यसो भए? किन छैन त्यसो भए प्लेलिस्टमा? त जोत्तु हो भाइ, मेरो गाना तेरो प्लेलिस्टमा छैन त जोत्तु हो भाइ। स्वाया त भन्नु, स्वाया त तँलाई मन पर्दैन मेरो गाना, म के गर्नु भाइ? तँलाई मन परेन, कोही मन पराउने छ, मन परेनलाई मन पराउ, मन परेनलाई मन परेन। कोही मान्छे सुनो ठिकै छ भन्नु, कोही मान्छे सुनो यार दिनु चाहिँ खोजेको हो भन्नु, कोही मान्छे सुनो भाइ यो त अल्छी लागेर बोर्ला गर्ने केही लगा भन्नु। सबैको आफ्नो धारणा हुन्छ। तर आर्टिस्टलाई मैले के नराम्रो भनेको छ त?
एकचोटि सबै त्यसलाई भएर मैले आर्टिस्टलाई यो जोत्तु हो यो मुजी भनेर मैले कसलाई भनेको छैन भाइ, छैन, बुझिनुहोस्। सबै मान्छे चाहिन्छ अहिलेको जमानामा। भाइब भाइब यसो चिल भाइबहरू सुने, कोही बेला डिप पनि जाउँला लिरिक्स सुनेर, ओ खतरा बोल्दै यार मनको बात भनेर पनि होला। तर जतिखेर त्यही मुडमा हुँदैन, जहिले मान्छेलाई त्यही गाना सुन्नु मन लाग्दैन भाइ, बुझिनुहोस्। सबको सुनिदिन्छु भाइ, म सबको सुनिदिन्छु। कोही कोही बेला प्लेलिस्टमा राखेर कसैको पनि हिँड्दिनँ, तर म सबको सुनिदिन्छु भाइ। त्योहरू पर्पलको गीत बजा, मलाई पर्पल पनि मनपर्छ, मलाई पर्पल पनि मनपर्छ, मलाई दिल झोला पनि मनपर्छ भाइ। म जेम्सको पनि सुनिदिन्छु भाइ, मतलब छैन भाइ। नवाजेसै राम्रो लागिहाल्यो, म सँगै फिचर गरेको मान्छे हो भाइ। भिटेनको मैले भन्नै पर्दैन, मैले केही भन्नै पर्दैन। 5-55 भने त तँभन्दा अगाडि म फ्यान हो भाइ, बुझिनुहोस्। टुक्की तैँले चिन्नुभन्दा अगाडि मैले अगाडि चिनेको, मैले अगाडि फलो गरेको मान्छे हो भाइ। इन्स्टाग्राममा फलो थिचेर त अगाडि नै चिनेको मान्छे हो भाइ। अब उसलाई पनि अब आई डोन्ट नो के छ, मैले थाहा पनि छैन, तर उसलाई अस्ति मेरो कुराले नराम्रो लाग्यो र चित्त दुखायो भने त्यो मान्छे पनि लाड्यो भन्दा हुन्छ, बुझिनुहोस्। त्यस्तो कस्तो कुरा गरेको यार। गाना सुनेर मैले गाना थर्ड क्लास गाना यस्तो पनि गाना हुन्छ, या आर्टिस्ट चुत्या यस्तो खालको भनेको भए पो ल एउटा कुरा भन्ने यार। लजिक लगाउन एकचोटि लजिक लगाउन। मैले यहाँ जे इङ्ग्लिस गाना बजाइदिएँ, यहाँ तिमीहरूलाई सबै मन पर्नु पर्ने, मलाई मनपर्ने ऱ्यापरहरू तँलाई मन पर्नु पर्ने, तँलाई मनपर्ने ऱ्यापर मलाई पनि मन पर्नु पर्ने, त्यस्तो पनि हुन्छ। त्यही भएर यो म्युजिक स्युजिक मलाई रियाक्ट पनि यो मान्छे त्यो हुन्छ नि, मलाई त्यो सोचेरै त्यो गर्नु मन लागेन क्या। यो यस्तो थर्ड क्लास झोलेहरू छ नि होइन। अस्ति भर्खर यो एमालेको झोलेहरू सबै यो नेतागिरी गर्ने, यो काङ्ग्रेसको झोलेहरू सबै यो साइड लगाएर अलिकति आनन्द भयो होइन। अब यो म्युजिकमा यो झोलेहरूलाई पनि साइड लगाउनु पर्ने छ, झोलेहरूलाई पनि साइड लगाउनु पर्छ। गर्थ्यो हो दामी दाई, हो दामी भनेछ, दामी दाई भन्छ, हक्दियो दामी दाई आएर मुद्यो दामी दाई। तेरो लागि दामी हो क्या भाइ, तेरो लागि दामी हो, मेरो लागि दामी हुन्छ हुँदैन त्यो म सोच्छु। अनि मलाई नराम्रो लाग्नु भन्नु नराम्रो लाग्यो त, अनि त्यसमा कसैलाई चित्त दुख्छ भने म केही गर्न सक्दिनँ भाइ, केही गर्न सक्दिनँ।